हेलो एभ्रिवान, नमस्कार। के तपाईँ जीवन बिमा अभिकर्ता हुनुहुन्छ? जीवन बिमा अभिकर्ता हुनुहुन्छ भने तपाईँ प्रत्येक दिन गाउँ गाउँ ठाउँ ठाउँ र व्यक्ति व्यक्तिलाई भेटेर जीवन बिमाको बारेमा जानकारी गराउनु पर्ने हुन्छ। अनि मात्रै तपाईँ जीवन बिमाको काम गर्न सक्नुहुनेछ र तपाईँले जीवन बिमा व्यवसायबाट राम्रो आम्दानी कमाउन सक्नुहुनेछ। यदि तपाईँ ठाउँ ठाउँ जानु भएन, व्यक्ति व्यक्तिलाई भेट्नु भएर जीवन बिमाको बारेमा जानकारी गराउनु भएन भने तपाईँको जीवन बिमा पोलिसी सेल हुने छैन र तपाईँको आम्दानी पनि आउने छैन। जीवन बिमाको काम भनेको स्वतन्त्र काम हो। जति बेला तपाईँले फुर्सद हुन्छ त्यति बेला तपाईँले गर्न सक्नुहुन्छ र तपाईँ व्यस्त भएको बेला तपाईँले आफ्नो काम गर्नुहोस्, जीवन बिमाको काम नगर्दा पनि भयो। तर जीवन बिमाको काम गर्नको लागि तपाईँले विभिन्न ठाउँ ठाउँ जाने, मान्छे मान्छे भेट्ने, हरेक व्यक्तिको आफ्नो आफ्नो व्यवसाय हुन्छ, आफ्नो आफ्नो पेसा हुन्छ, आफ्नो आफ्नो काम हुन्छ र आम्दानीको स्रोत पनि धेरै प्रकारको हुन्छ। तपाईँसँग धेरै स्रोत साधनहरू भए पनि तपाईँले स्रोत साधनहरूले सही किसिमले प्रयोग गर्नु भएमा तपाईँले धेरैभन्दा धेरै आम्दानी कमाउन सक्नुहुन्छ भने तपाईँकोसँग स्रोत भए तापनि तपाईँले आम्दानीको स्रोतहरूलाई सही किसिमले सदुपयोग गर्नु भएन भने तपाईँले अप्ठ्यारो पर्न जान्छ। जसरी यो फोटोमा हेर्नुहोस् त, एउटा दिवालको पारिपट्टि हेर्नको लागि भरेमाथि भरेमा राखेर चढ्न खोजिरहेको छ। यो फोटोबाट के बुझ्नुहुन्छ? इट डज नट म्याटर हाउ मेनी रिसोर्सेस यु ह्याभ, इफ यु डोन्ट नो हाउ टु युज देम इट विल नेभर बी इनफ। भन्नाले उसँग कति रिसोर्सेसहरू छ, स्रोत साधनहरू कति छ त? कुनै पनि एउटा भर्याङले ठाडो पारेर उतातिर पारिपट्टि हेर्न सकिन्थ्यो नि। तर के गरेछ त, त्यो भर्याङहरूको प्रयोग गरेका छैन। त्यसरी नै मान्छेसँग विभिन्न स्रोत साधनहरू हुन्छ, तर त्यो स्रोत साधनहरूलाई यदि सदुपयोग गर्न सकेन भने आम्दानी गर्न सकिँदैन। यहाँ स्रोत साधन भन्नाले के भन्न खोजेको छ भने तपाईँ पेसाले शिक्षक पनि हुन सक्नुहुन्छ, पेसाले तपाईँ डक्टर हुन सक्नुहुन्छ, पेसाले तपाईँ इन्जिनियर हुन सक्नुहुन्छ, पेसाले तपाईँ कुनै कम्पनीको स्टाफ वा कर्मचारी पनि हुन सक्नुहुनेछ, तपाईँ ब्याङ्कको स्टाफ पनि हुन सक्नुहुन्छ, तपाईँ सिटी ड्राइभर पनि हुन सक्नुहुनेछ। तपाईँसँग आम्दानीको विभिन्न स्रोतहरू छ नि। यति स्रोत हुँदा पनि यदि हामीले त्यो स्रोतहरूलाई सही किसिमले सदुपयोग गरेन भने हामीलाई गाह्रो हुन्छ। हामीले चाहे जति आम्दानी गर्न सक्दैनौँ। त्यसैले हामीसँग जति स्रोत साधनहरू छ त्यो स्रोत साधनहरू हामीले प्रयोग गर्नुपर्छ। अनि मात्रै वास्तवमा हामीले काम गर्न सक्छौँ, हाम्रो जीवनलाई सहज बनाउन सक्छौँ। तपाईँ जुन काम गर्नुहुन्छ त्यो कामबाट तपाईँले न्यूनतम आम्दानी कमाउनुहुन्छ। हामीसँग यस्तो स्रोत साधन छ जहाँ तपाईँले कम मेहनतमा तपाईँले राम्रो फाइदा कमाउन सक्नुहुनेछ। पहिलाको जमानामा जीवन बिमाको काम गर्नको लागि प्रत्येकको घर घर जानु पर्थ्यो, जसलाई हामी ट्रेडिसनल मेथड भन्छौँ भने आजबाट हामी डिजिटल मार्केटिङ प्रविधिबाट कसरी जीवन बिमा सेल गर्न सकिन्छ भन्ने कुरा सिकिरहेको छौँ र सिक्ने क्रममा छौँ। यस क्रममा आज म तपाईँले लघु जीवन बिमाको बारेमा जानकारी गराउनु पर्यो। लघु जीवन बिमा अन्तर्गत रहेर काम गर्दाखेरि पनि तपाईँले राम्रो आम्दानी कमाउन सक्नुहुनेछ। हो, कसरी कमाउनुहुन्छ भने यसको बारेमा म तपाईँले चाहिँ आज जानकारी गराउनु परेको छु। वाट इज माइक्रो लाइफ इन्सुरेन्स? लघु बिमा भनेको के हो? Micro insurance is especially intended for the protection of low-income people with affordable insurance product to help them cope with and recover from financial losses. न्यून आय भएका वर्गहरूको जीवनलाई लक्षित गरी न्यूनतम बीमा शुल्कमा अधिकतम सम्भावित जोखिमहरू वहन गरी आर्थिक सुरक्षा प्रदान गर्ने सेवालाई नै लघु जीवन बिमा भनिन्छ। लघु बिमा नै किन? कुनै व्यक्ति वा निजको परिवारको आर्थिक सुरक्षाको लागि जीवन बिमा आवश्यक छ। जस्तै यो किफायती हुन्छ, लघु बिमा सरल सजिलो हुन्छ र पहुँच एकदमै सहजै किसिमले पहुँच पुर्याउन सकिन्छ। लघु जीवन बिमाको उद्देश्य र महत्व, इम्पोर्टेन्स अफ माइक्रो लाइफ इन्सुरेन्स, फिनान्सियल सेक्युरिटी। लघु जीवन बिमाले तपाईँको आर्थिक सुरक्षा गर्दछ। त्यसै गरी लघु जीवन बिमाले तपाईँको स्वास्थ्यको सुरक्षा पनि गर्ने गर्दछ। र लघु जीवन बिमा भनेको लङ टर्म सेभिङ हो, लामो अवधिको बचत हो। लघु जीवन बिमाले गर्दा बच्चाहरूको शिक्षाको लागि एकदमै सहज हुने गर्छ, किनभने हामीले न्यूनतम रकमले अधिकतम लाभ लिने र पछि हामीलाई हाम्रो बालबच्चाको लागि पढाइको लागि मृत्यु पैसा सदुपयोगमा ल्याउन सक्छौँ। ती लोन बर्डन, ऋण भारबाट मुक्ति। लघु जीवन बिमाले गर्दा ऋण भारबाट मुक्त हुन सकिन्छ। त्यसै गरी ऋण लिने सुविधा पनि लघु जीवन बिमामा रहेको छ। लघु जीवन बिमाले रोजगारीको सृजना गरेको छ। जसरी आज तपाईँहरू जीवन बिमाको तालिम लिन आउनु भएको छ नि, हो, यहाँ तपाईँले चाहिँ काम गरेर आफ्नो रोजगारको पनि सृजना गर्न सक्नुहुनेछ। लघु जीवन बिमाले गर्दा कर्मचारीको कार्यक्षमतामा वृद्धि गर्दछ।
लघु जीवन बिमाले गर्दाखेरि मान्छेहरू रोजगारी हुन्छन् र खराब सङ्गतबाट टाढा हुन्छन्। त्यसैले सामाजिक खराबीहरूबाट कमी गर्नलाई लघु जीवन बिमाले धेरै नै मद्दत गरेको छ। बिमा गर्दा कर छुटको सुविधा भन्ने सबैलाई थाहा छ। हामीले जीवन बिमा गरिसकेपछि हामीले कर छुट सुविधा पनि पाउने गर्छ। अहिले भर्खर हामीले जान्यौँ कि लघु जीवन बिमा किन आवश्यक छ र लघु जीवन बिमा गर्दा हामीले के फाइदा हुन्छ भन्ने कुरा हामीले बुझिसक्यौँ। तपाईँ जीवन बिमा अभिकर्ता हुनुहुन्छ भने जीवन बिमा कम्पनीमा भएको सेवा सुविधाहरू बारे, जीवन बिमाको पोलिसीहरूको बारेमा तपाईँले जान्नै पर्ने हुन्छ। अनि मात्रै तपाईँले आफ्नो कस्टमरलाई जीवन बिमाको बारेमा जानकारी गराउन सक्नुहुनेछ। यदि तपाईँले जीवन बिमाको बारेमा जान्नुहुन्न भने तपाईँले आफ्नो कस्टमरलाई जीवन बिमाको बारेमा बुझाउन सक्नुहुन्न र तपाईँको जीवन बिमा पोलिसी हुनेछ। तपाईँ जीवन बिमा अभिकर्ता हुनुहुन्छ र जीवन बिमाको बारेमा जानकारी हुनैपर्छ। तपाईँलाई जीवन बिमाको जानकारी छ भने अनि मात्रै तपाईँले आफ्नो कस्टमरलाई, आफ्नो प्रोस्पेक्टरलाई जीवन बिमाको बारेमा जानकारी गराउन सक्नुहुनेछ। र जीवन बिमाको बारेमा जानकारी गराइसकेपछि तपाईँको जीवन बिमा पोलिसी पनि जारी हुने गर्छ, जसले गर्दा तपाईँको आम्दानीको पनि वृद्धि हुन सक्छ। अब म तपाईँहरूलाई गार्डन मार्को लाइफ इन्सुरेन्स अन्तर्गत रहेको दीर्घायु बचत लघु जीवन बिमा योजनाबारे जानकारी गराउन गएको छु। कृपया भिडियोलाई ध्यान दिएर सुन्नुहोला, बुझ्नुहोला र तपाईँले केही नबुझेको खण्डमा मलाई कमेन्ट गर्नुहोला। म तपाईँको जिज्ञासालाई समाधान गर्ने प्रयास गर्नेछु। दीर्घायु बचत लघु जीवन बिमा योजनाको बिमा अवधि 12 वर्ष र 16 वर्ष रहेको छ। त्यसै गरी बिमा गर्ने व्यक्तिको उमेर 18 वर्षदेखि 55 वर्षको हुनुपर्ने हुन्छ। दीर्घायु बचत लघु जीवन बिमा योजनाको अधिकतम परिपक्व उमेर भनेको 70 वर्ष रहेको छ। भन्नाले जीवन बिमा गरिसकेपछि 70 वर्ष पुग्दा यो पोलिसीलाई म्याच्युर गराइसक्नु पर्ने हुन्छ। दीर्घायु बचत लघु जीवन बिमा योजनाको न्यूनतम बिमाको रकम 10,000 रहेको छ भने अधिकतम बिमाको रकम 5 लाख रुपियाँ रहेको छ। दीर्घायु बचत लघु जीवन बिमा योजनाको बिमा शुल्क भुक्तानी गर्ने अवधि 12 वर्ष योजनामा 1 वर्ष, 6 वर्ष, 8 वर्ष, 10 वर्ष रहेको छ भने 16 वर्ष बिमा योजनामा 1 वर्ष, 6 वर्ष, 9 वर्ष र 12 वर्ष रहेको छ। दीर्घायु बचत लघु जीवन बिमा योजनाको बिमा शुल्क तिर्ने तरिका एककाल, वार्षिक वा अर्धवार्षिक रहेको छ। दीर्घायु बचत लघु जीवन बिमा योजनामा परिपक्व भुक्तानी भनेको बिमा अवधि समाप्तिमा हुनेछ। दीर्घायु बचत लघु जीवन बिमा योजनाको बिमा अवधि समाप्तिमा के पाइन्छ त? यदि दीर्घायु बचत लघु जीवन बिमा योजनाको बिमा अवधि 12 वर्ष रहेको छ भने यस्तो अवस्थामा बिमा अवधिको समाप्तिमा कम्पनीले 110% अफ सम एस्युर्ड प्लस ग्यारेन्टी एडिसन दिने गर्छ भने 16 वर्ष बिमा योजनामा 120% अफ सम एस्युर्ड र ग्यारेन्टी एडिसन पाइन्छ। ग्यारेन्टी एडिसन भन्नाले के बुझिन्छ त? ग्यारेन्टी एडिसन भनेको बोनस हो जुन चाहिँ ग्यारेन्टी गरेको छ। यदि बिमितले एकल बिमा शुल्क भुक्तानी अवधि राखेको अवस्थामा बिमितले पाउनेछ 40 रुपियाँ प्रति हजार प्रति वर्षका दरले भने लिमिटेड अप्सन भन्नाले 6 वर्ष, 8 वर्ष, 9 वर्ष, 10 वर्ष र 12 वर्ष बिमा शुल्क भुक्तानी अवधि राखेको जीवन बिमा योजनामा 50 रुपियाँ प्रति हजार प्रति वर्षको दरले ग्यारेन्टेड एडिसन पाइनेछ। डेथ क्लेम वा मृत्यु दावी बिमा अवधिभित्र बिमितको मृत्यु भएमा बिमा लेखमा उल्लेखित बिमाका रकम र आयु सुनिश्चित प्रतिफल बिमा लेखमा इच्छाको व्यक्तिलाई प्रदान गरिनेछ। सप्लिमेन्ट्री कन्ट्याक्ट पूरक करार एडिबी एक्सिडेन्टल डेथ बेनिफिट राइडर ABR accidental benefit rider with accidental medical benefit medical up to 10% of sum assured or actual bill whichever is lower। दुर्घटना भएको अवस्थामा बिमाका रकमको 10% वा बिल अनुसारको वास्तविक खर्च जुन कम हुन्छ त्यो पाइनेछ। PTD पर्मानेन्ट टोटल डिजेबिलिटी PWB WOP प्रिमियम वेभर बेनिफिट वा वेभर अफ प्रिमियम। अहिलेसम्म मैले तपाईँलाई गार्डन माइक्रो लाइफ इन्सुरेन्स अन्तर्गत रहेको दीर्घायु बचत लघु जीवन बिमा योजनाको बारेमा जानकारी गराए। दीर्घायु बचत लघु जीवन बिमा योजनाबाट तपाईँले कुनै समस्या छ, केही कुरा नबुझेको अवस्थामा तपाईँले कमेन्टमा आफ्नो जिज्ञासा राख्न सक्नुहुनेछ र म तपाईँको जिज्ञासालाई समाधान गर्ने पूर्ण प्रयास गर्नेछु। त्यसै गरी गार्डन मार्को लाइफ इन्सुरेन्स अन्तर्गत रहेको साना बचत लघु जीवन बिमा योजनाको बारेमा जानकारी गराउन गएको छु। कृपया ध्यान दिएर सुन्नुहोला। यो साना बचत लघु जीवन बिमा योजना भनेको न्यून आय भएको व्यक्तिहरूको लागि गरिने जीवन बिमा योजना भएकोले गर्दा तपाईँले यो बिमालाई धेरैभन्दा धेरैलाई यो सेवा दिन सक्नुहुनेछ। त्यसैले यो जीवन बिमा योजनाको बारेमा मजाले बुझ्नुहोला। केही नबुझेको खण्डमा मलाई कमेन्ट गर्नुहोला र म तपाईँलाई यो जीवन बिमा योजनाको बारेमा फेरि पनि जानकारी गराउनेछु र तपाईँको जिज्ञासालाई समाधान गर्ने म पूर्ण प्रयास गर्नेछु।
सानो बचत लघु जीवन बिमाको बिमा अवधि 6 वर्षदेखि 25 वर्ष रहेको छ। सानो बचत लघु जीवन बिमा योजना गर्ने व्यक्तिको उमेर 18 वर्षदेखि 55 वर्षसम्मको हुनेछ भने यसको अधिकतम उमेर भनेको 70 वर्ष रहनेछ। सानो बचत लघु जीवन बिमा योजना गर्ने व्यक्तिको उमेर 18 वर्षदेखि 55 वर्षको हुनुपर्नेछ भने यसको परिपक्व उमेर 70 वर्ष रहेको छ। यो बिमाको न्यूनतम बिमाङ्क 10,000 रुपियाँ रहेको छ भने अधिकतम बिमाङ्क 5 लाख रुपियाँ नै रहेको छ। यसको बिमा शुल्क भुक्तानी अवधि बिमा अवधि बराबर नै हुनेछ। साना बचत लघु जीवन बिमा योजनाको बिमा शुल्क तिर्ने तरिका भनेको वार्षिक, अर्धवार्षिक वा त्रैमासिक पनि रहेको छ। साना बचत लघु जीवन बिमा योजनाको बिमा अवधि समाप्तिमा बिमाका रकम प्रदान गरिनेछ। बिमा अवधिभित्र बिमीको मृत्यु भएमा बिमा लेखमा उल्लेखित बिमाका रकम बिमा लेखमा इच्छाएको व्यक्तिलाई प्रदान गरिनेछ। साना बचत लघु जीवन बिमा योजनाको पूरक करारहरू निम्न बमोजिम रहेको छ। एक्सिडेन्टल डेथ बेनिफिट राइडर, पर्मानेन्ट टोटल डिजेबिलिटी पिटिडी, एक्सिडेन्टल बेनिफिट राइडर, प्रिमियम वेबर बेनिफिट, मन्थली इन्कम बेनिफिट अप्सन 1 र अप्सन 2 रहेको छ। तपाईँले यो साना बचत लघु जीवन बिमा योजना कस्तो लाग्यो कमेन्टमा मलाई लेखेर पठाउनु होला। साना बचत लघु जीवन बिमा भनेको न्यूनतम रकमले अधिकतम सेवा सुविधा पाइने किसिमको जीवन बिमा योजना रहेको छ। त्यसैले यो जीवन बिमाको बारेमा अध्ययन गर्नुहोला, एकचोटि दुईचोटि तिनचोटि हेर्नुहोला। त्यसपछि पनि नबुझेमा तपाईँले मलाई कमेन्टमा लेख्नुहोला। म तपाईँको जिज्ञासालाई समाधान गर्ने पूर्ण प्रयास गर्नेछु। त्यसै गरी गार्डियन माइक्रो लाइफ इन्सुरेन्स अन्तर्गत रहेको गार्डियन म्यादी लघु जीवन बिमा योजनाको बारेमा म तपाईँले जानकारी गराउन गएको छु। यो जीवन बिमा योजना एकदमै राम्रो रहेको छ र यो जीवन बिमा योजनाको बारेमा सुन्नुहोस्, बुझ्नुहोस् र आफ्नो आफन्तलाई गराउनुहोस्। यो म्यादी लघु जीवन बिमा न्यूनतम शुल्कले अधिकतम लाभ दिने जीवन बिमा योजना रहेकोले गर्दा यो बिमा योजनाको बारेमा सम्पूर्णले जान्नै पर्ने हुन्छ, बुझ्नै पर्ने हुन्छ र बुझ्नुहुन्छ भन्ने पूर्ण विश्वास पनि लिएको छु। यो योजनामा बिमा अवधि 1 वर्षको हुनेछ। यो जीवन बिमा योजना 16 वर्षदेखि 65 वर्षसम्मको मान्छेले लिन पाउनेछ। यसको म्याक्सिमम मेच्युरिटी एज भनेको 70 वर्ष रहेको छ। यो म्यादी लघु बिमा योजनाको न्यूनतम बिमाङ्क रकम 50,000 रुपियाँ रहेको छ भने अधिकतम बिमाङ्क रकम 5 लाख रुपियाँ रहेको छ। यो जीवन बिमाको अवधि 1 वर्ष रहेकोले गर्दा यो वार्षिक नै तिर्नुपर्ने हुन्छ। म्यादी लघु जीवन बिमा योजनाको म्यादभित्र बिमितको मृत्यु भएको खण्डमा कानुनी हकवालाले बिमाका रकम बराबरको पैसा पाउनुहुनेछ। लघु म्यादी जीवन बिमा योजनाको पूरक करारहरूमा दुर्घटना मृत्यु लाभ, दुर्घटना उपचार सुविधा र पर्मानेन्ट टोटल डिजेबिलिटी रहेको छ। तपाईँलाई यो तीनवटा जीवन बिमा योजना कस्तो लाग्यो त? दीर्घायु बचत लघु जीवन बिमा योजना, साना बचत लघु जीवन बिमा योजना र म्यादी लघु जीवन बिमा योजना कस्तो लाग्यो त? यसको बारेमा तपाईँले कमेन्टमा लेख्नुहोला। तपाईँलाई मन पर्यो भने आफ्ना आफन्त तथा साथीभाइ र तपाईँको कस्टमरलाई यसको बारेमा जानकारी गराउनुहोला र जानकारी गरिसकेपछि तपाईँले धेरैभन्दा धेरै आम्दानी पनि पाउनुहुनेछ। तपाईँ जीवन बिमा अभिकर्ता भएर काम गर्दा तपाईँले यो जीवन बिमा योजनाहरू बेच्दा तपाईँले के पाउनुहुन्छ, कसरी पाउनुहुन्छ, कति पाउनुहुन्छ भन्ने कुरा म जानकारी गराउन गएको छु। ध्यान दिएर हेर्नुहोला। कुनै जिज्ञासा भएमा सोध्नुहोला। तपाईँ जीवन बिमा अभिकर्ता अनुसार जीवन बिमा पोलिसी बेच्नुहुन्छ भने तपाईँले यो किसिमले तपाईँले कमिसन पाउनुहुनेछ। यदि तपाईँले गर्नुभएको जीवन बिमाको अवधि 5 वर्षदेखि 7 वर्ष रहेको छ भने पहिलो वर्ष तपाईँले 10% पाउनुहुनेछ, दोस्रो वर्ष तपाईँले 5% पाउनुहुनेछ र बाँकी बिमा अवधिसम्म तपाईँले 5%को दरले पाउनुहुनेछ। त्यसै गरी यदि तपाईँको जीवन बिमा अवधि 8 वर्ष वा 9 वर्ष रहेको छ भने तपाईँले पहिलो वर्ष 10%, दोस्रो वर्ष 10% र तेस्रो वर्षदेखि बिमा अवधिसम्म तपाईँले 5% दरले कमिसन पाउनुहुनेछ। त्यसै गरी यदि तपाईँले 10 वर्षदेखि 14 वर्षको बिमा योजना राखेर यदि कसैले जीवन बिमा गर्नुभयो भने पहिलो वर्ष तपाईँले 15%, दोस्रो वर्ष 15% र बाँकी रहेको 8 वर्ष तपाईँले 5%को दरले कमिसन पाउनुहुनेछ। त्यसै गरी यदि तपाईँले 15 वर्षदेखि 19 वर्षको बिमा अवधि राखेर यदि जीवन बिमा गराउनु भएमा तपाईँले पहिलो वर्ष 20%, दोस्रो वर्ष 15% र तेस्रो वर्षदेखि 8औं वर्षसम्म तपाईँले 5% दरले कमिसन पाउनुहुनेछ भने
20 वर्ष वा 20 वर्षभन्दा माथि जीवन बिमा अवधि राखेर यदि बिमा गराउनु भएमा तपाईँले पाउनुहुनेछ पहिलो वर्ष 25%, दोस्रो वर्ष 20% र तेस्रो वर्षदेखि 8 वर्षसम्म तपाईँले पाउनुहुनेछ 5%। र माइक्रो टर्म इन्सुरेन्समा तपाईँले 10% उधारले पाउनुहुनेछ भने एकल बिमा शुल्क भुक्तानीमा तपाईँले पाउनुहुनेछ 6% एकपल्ट। आजको भिडियो कस्तो लाग्यो त्यसको बारेमा तपाईँले कमेन्टमा लेखेर पठाउनु होला। तपाईँले आज गार्डियन माइक्रो लाइफ इन्सुरेन्स अन्तर्गत रहेको दीर्घायु बचत लघु जीवन बिमा योजना, साना बचत लघु जीवन बिमा योजना र म्यादी लघु जीवन बिमा योजनाको बारेमा जानकारी पाउनुभयो। यो जीवन बिमा योजनाको बारेमा तपाईँले आफ्नो कस्टमरलाई जानकारी गराउनु होला र आफ्नै मोबाइलबाट जीवन बिमा पोलिसी जारी गर्नुहोला, ताकि तपाईँले धेरैभन्दा धेरै आम्दानी गर्न सक्नुहुनेछ। यो जीवन बिमा पेसा भनेको स्वतन्त्र काम हो। तपाईँले आफ्नो घर बसी बसी आफ्नो कस्टमरलाई, आफ्नो चिनेको मान्छेलाई, आफूले चिनजान गरेर बनाएको व्यक्तिहरूलाई जीवन बिमा पोलिसी सेल गर्न सक्नुहुनेछ। र जीवन बिमा पोलिसी सेल गर्नको लागि तपाईँले घर घर जाने क्रम भनेको ट्रेडिसनल मेथड हो। तपाईँ ट्रेडिसनल मेथडबाट पनि बिमा गर्न सक्नुहुन्छ भने डिजिटल प्लेटफर्म युज गरेर, डिजिटल मार्केटिङ प्रविधि युज गरेर तपाईँले जीवन बिमा पोलिसी पनि सेल गर्न सक्नुहुन्छ। यो जीवन बिमा योजनाहरू कस्तो लाग्यो? जीवन बिमा योजना बेच्नको लागि तपाईँले जीवन बिमा कम्पनीको अभिकर्ता बन्नै पर्ने हुन्छ, अनि मात्रै तपाईँले जीवन बिमा पोलिसी सेल गर्न सक्नुहुन्छ। जीवन बिमा अभिकर्ता भएर काम गर्नको लागि तपाईँ नेपाली नागरिक हुनुपर्ने हुन्छ, +2 वा त्योभन्दा माथिको पढाइ हुनुपर्ने हुन्छ। अन्तर्राष्ट्रिय विभागबाट तपाईँले एउटा पेन कार्ड लिनुपर्ने हुन्छ। त्यसै गरी तपाईँले कमिसन लिने ब्याङ्कको खाता नम्बर दिनुपर्ने हुन्छ। तपाईँ जीवन बिमा अभिकर्ता भएर काम गर्नु भएमा तपाईँले धेरैभन्दा धेरै आम्दानी कमाउनुहुन्छ। त्यसैले जीवन बिमा अभिकर्ता बन्न चाहनुहुन्छ भने यो डिटेल अनुसारले तपाईँले आफ्नो डकुमेन्टहरू मलाई व्हाट्सएप गरेर पठाउनु होला। मेरो व्हाट्सएप नम्बर यो रहेको छ। यो नम्बर तपाईँको मोबाइलमा सेभ गर्नु भएपछि तपाईँले मलाई व्हाट्सएपमा पाउनुहुनेछ र व्हाट्सएपमा यो डकुमेन्टहरू मलाई पठाउनु होला र म तपाईँलाई गार्डियन माइक्रो लाइफ इन्सुरेन्स अन्तर्गत जीवन बिमा अभिकर्ताको रूपमा लाइसेन्सको प्रक्रिया अगाडि बढाउनेछु। धन्यवाद।